हेलो गाइज, वेलकम टु माई भ्लग होइन। आज चाहिँ अब यसो सर र केटाहरू भएर हामी जोरदार आएको यहाँ बुटल नजिकैको मरामकोटमा जाँदैछौँ होइन। अब ट्रिप कस्तो हुन्छ इन्जोय गरौँ है त। मसँग राइडमा जान चाहिँ होइन, मसँग अब मेरो सन्तोष साथी होइन, दुईजना चाहिँ हामी सँगै जाँदैछौँ। ल सन्तोष सरले चाहिँ बाइक चलाउँछु भन्नुभयो हो। अब ठिक छ, अगाडि चाहिँ केटाहरू दुईजना पनि बाँकी छन् फेरि सँगै जान, पूजन र सुमित भाइ अनि अर्को रोहित साथी पनि आउँदैछन्। जो आज चाहिँ रमाइलो हुनेवाला छ। सबैभन्दा खच्चड रोड हो यो चाहिँ। अब नबनेको यो कति भयो टन्नै भयो। सधैँ धुलोको धुलो, एकजना अगाडि आयो पछाडिको हालत यस्तो हुन्छ। सबैभन्दा पहिला चाहिँ बाइकलाई खाजा खुवाउन, बाइकको खाजा घर। ल भन त, पैसा कसले दिने? जसले चलाउँछ उसले पैसा दिने। 250 का हालिदिनु। मजाक नगर कि, त्यो 250 200 नगर है। 500 हालिदिनु त। 300 हालिदिनु ल। हल्ला खाँची हाल्न मन केही भयो भने फेरि यो चाहिँ बुटोलको सबैभन्दा रिस्की एरिया हो है गाइज। यहाँ त गोली चल्छ नि। अस्ति यहाँ गोली नै हानेको यही हो गाइज। ट्राफिक रुलै छैन यहाँ कसै। यो चाहिँ देवीनगर हो है गाइज। देवीनगर आइसक्यो हामी चाहिँ। केटाहरू पनि भेट भइसक्यो छन्, अगाडि जाँदैछन्। बुटोलमा भनेको नि नयाँ कुरा चाहिँ गाइज, ट्राफिक लाइट आँखा यसको रुल चाहिँ पालना गर्नुपर्छ है सबैले। धेरै टाढै छ, उहाँ पछाडि देखेको डाँडा भन्दा नि माथि जाने हो। टाइम पनि हल्का लेट भइसक्यो। अब त्यही पनि हेलमेट लाग्यो त हरि गलत काम गरिसक्यो कि।
यो भाइले लास्ट टाइमसम्म पुऱ्याइसक्यो कि यो बाबुले यार कसरी सबैले केही भनिदेऊ यार यो भाइलाई यार केही भन्नु पर्दैन लज्जाउ गाइस अब चाहिँ हामी यहाँबाट चाहिँ निस्किसक्यौँ होइन अब चाहिँ हाम्रो सिधै जोरदारा गएर मात्रै सायद अब त्यति रोकिन्छ होला अब चाहिँ आगो जानुपर्छ है बाटो गाइज यति धुलो यति खाल्टो छ नि होइन यहाँ नयाँ मान्छे आयो भने रुन्छ होला बिचरा निकै भयानक छ बाटो तर चालकहरू चाहिँ अलिकति खत्रै सिद्ध बाबा हो गाइज होइन यो चाहिँ बुटोलको सिद्ध बाबा हो अब यसपछि चाहिँ यहाँबाट अगाडि चाहिँ पाल्पाको सिद्ध बाबा आउँछ यहाँ चाहिँ टिप्परको लाइनहरू नै बढी व्यापक के यो भिडभाडै बढी हुन्छ टिप्पर अनि बनाउँदै कन्स्ट्रक्सनको यो रोडहरू अहिले सिद्ध बाबाको कन्डिसन चाहिँ यस्तो रहेछ कता कति वान वे पनि छ होइन त्यस बाटो चाहिँ अब यतातिर बसिरहेकोलाई जाने नै पर्यो सधैँ यस्तै हो कहिलेकाहीँ आउनेलाई त्यस्तै त हो कहिलेकाहीँ धुलो खानु पर्यो नि सिद्ध बाबाको यो भने हाम्रो सिद्ध बाबा हो यस्तो दामी बनाइरह्यो अहिलेको सिद्ध बाबा चाहिँ अब यो भयो सुरुङ मार्ग टक्क यहाँबाट घुसेर अब जाने दिन पनि छिटै आउँदैछ त्यो अब सुरुङको छ सुरुङ त्यस्तो छ गाइस अब बाटो भने यस्तो छ यो भिडहरू अब कसरी हुन्छ यिनीहरूलाई यो अब यो जोगिनलाई गरेको सबै होइन के हुन्छ हेरौँ यिनीहरूको प्रोजेक्ट यो चाहिँ ड्याम साइड हो होइन यतातिर मान्छेहरू टन्नै इन्डियन पर्यटकहरू थियो निकै घुम्न आइरहेको थियो यतातिर प्रायः जसो इन्डियन गाडी नै भइरहेको हुन्थ्यो यतातिर अनि गाई जग्यो त्यहाँ खनेको सुरुङ चाहिँ सिधै यहाँ निस्किने हो होइन सुरुङको लागि अझै प्रोजेक्ट यहाँ बन्दैछ निस्किने इन आउट चाहिँ यही हो चाइनाको प्रोजेक्ट अब कस्तो बनाउँछ है चाहिँ ठ्याक्कै दोबान आयौँ होइन यो दोबान आइसकेपछि चाहिँ अलिकति केही धुलो कम भयो कि जस्तो महसुस चाहिँ हुन्छ है यो ठाउँमा आइसकेपछि यहाँबाट यता गइसकेपछि चाहिँ अलिकति धुलो कम नै छ त्यस यहाँ चाहिँ दामी छ रमाइलो छ घुम्ने रमाइलो गर्ने ठाउँ हो अब नजिकै फेरि घुम्ने ठाउँ आउँदैछ यहाँ नजिकै भुटखोला पनि छ भुटखोला पनि एउटा बुटोलको नजिकको जे होस् आउने रमाइलो गर्ने ठाउँ चाहिँ हो हेर्ने लायक छ गाइस सन्तोष र म चाहिँ रोकियो है अब एकदम धुलो छ होइन अब जसो तसो यहाँसम्म आइयो अलिकति धुलोबाट जोके जस्तो फिल भइरहेछ
ओहो धुलो नै अति। अब केटाहरू कति बेला आउँछन्, केटाहरूलाई चाहिँ कुर्दैछौँ हामी होइन। सन्तोष सर पनि एकजना मान्छे चाहिँ आइसक्यो होइन हाम्रो भाइ। अझै बाँकी एक दुईजना केटाहरू चाहिँ आउन बाँकी चाहिँ छ है। केटाहरूलाई पनि आइसक्यो। अब हामी चाहिँ अगाडि बढौँ होइन। सर अगाडि धेरै टाढा नै जान हो, धेरै लेट गर्न हुन्न। सँगै जाने हो, यसो पर्खिने हिँडिहाल्ने गर्नुपर्छ। गाइज हेर्नु है कति आउँछ टिप्परहरू भनी। पुरै यामराजको लाइन हो यहाँ त। यामराजको कान्छे नाति। गाइजहरूलाई कतिको थाहा छ कुनै सत्यवती ताल भन्ने होइन। सत्यवती ताल चाहिँ बाटो चाहिँ यही नै हो ठ्याक्कै। यहाँबाट बारी टाढामा जानुपर्छ। सेङ्गा हो नि पहाड घर कता हो आफ्नो। सबैलाई हतार छ, ल्याग्राङ लुग्रुङ सबले हाल्यो। अनि त्यसपछि बाटो जाम गरायो होइन। सबैलाई हतार। के छ त नि अरू हालखबर? धुवा भयो धेरै धुलो त अत्तिकै यार। यो चाहिँ पुरै जोरदाराको भ्यू हो है गाइस। एकदम दामी छ यो चाहिँ। यतातिर हावा पनि चिसो चल्छ, धुलोहरू पनि अलिकति कम नै भइसक्यो जे होस् यतापट्टि अलिकति। अब यतापट्टिको वातावरण चाहिँ अलि राम्रो छ। यो चाहिँ केराबारी हो गाइज होइन। केराबारी पनि दामी ठाउँ छ। यहाँ पनि सबै होइन खानेकुराहरू जस्तो चुकाउनेहरू।
टियरिङ राइडरहरू चाहिँ हुनु पऱ्यो है, अगाडिबाट हात साथ दिने, साइड लाइट दिने, बत्ती बालिदिने होइन। यो कुराहरूले गर्दाखेरि पनि राइडमा चाहिँ धेरै सजिलो हुन्छ। हामी चाहिँ ठ्याक्क यहाँ गणेश रेस्टुरेन्ट छ, गणेश रेस्टुरेन्टबाट चाहिँ यहीँबाट अगाडि जाने हो गाइज होइन। उयो जुन बाइक गइरहेको छ अगाडि होइन। अब यहाँबाट चाहिँ हामी केही लिगेर जाउँ है, खाजासाजा लिग्ने चाहिँ स्पट्सहरू यही हो। त्यहाँ अगाडि चाहिँ गणेश होटल छ गाइज, अनि त्यहाँबाट चाहिँ सिधै यो बाटो चाहिँ निस्किने मरामकोट होइन। हामी चाहिँ अब जानलाई तयार छौँ। आज हामीसँग स्कुटी पनि छ, स्कुटी जान्छ कि जान्न अब सबैले थाहा भइहाल्छ भ्लग हेरेपछि। आज मेन विशेष गरी स्कुटी जान्छ कि जान्न मरामकोटसम्मको चाहिँ भ्लग हुन्छ। चप्पलले टुटिसक्यो ल है, यति सजिलो चाहिँ छैन है मरामकोट जानलाई। भएन नि, दुबईबाट कति कति दिरामको अरे यो 150 दिराम 4 लाख सस्तो हो, ठिकै भयो चुडेर। सन्तोष सर के भन्न चाहनुहुन्छ? म केही भन्न छैन। पैसा जति सब कमिसन खानु भयो कि अर्को मेरोतिर यत्रो खाने के भयो? के ए उकालमा बेरे कि चाहिँदैन, बटार्न मिल्ने भयो भयो। ओह्रालोमा त चाहियो रे। के चाहियो रे ओह्रालोमा? ब्रेक यो के हो र? यो के हो र ब्रेक? मिल्छ मिल्छ, यति भएपछि यहाँभन्दा धेरै चाहिन्छ। यहाँभन्दा धेरै चाहिन्छ त? चाहिन्छ त गाइस, चाहिन्छ त। ल साथीहरू चाहिँ अब उकालो चढिसके गाइस, हामी पनि यहाँबाट उकालो चढ्ने हो। अब बाटो चाहिँ पुरै ठाडै हो, हेर्नु होला गाइस है। स्कुटी जान्छ कि जान्न भन्ने कसैको जिज्ञासा छ भने चाहिँ स्कुटी जान्छ है गाइस। अब हामीले लाँदैछौँ। बाटो चाहिँ अफ रोडै हो, म नि पहिला आइसकेको थिएँ यहाँ। बाटो चाहिँ मरद छ है गाइस। पुरै धुलो उडेछ गाइस होइन। बाटो चाहिँ सबै उहीँ माथिसम्म नै यस्तै हो। अब माथि गइसकेपछि चाहिँ ठाउँ चाहिँ रमाइलो छ, अलिअलि अफ रोड गर्छु भन्नलाई चाहिँ एकदम दामी वे छ है यो। यति माथि आइसकेपछि घरहरू छ। गोर्खालीहरू रहेछन् होइन। गोर्खालीहरूले चाहिँ ठुल्ठुलो होइन मुढाहरू झप बोकेर लिएर गइन्छ दहनहरूमा। हामी जाने चाहिँ उहाँ माथिको त्यो गाइज होइन, माथि देखिएको टप डाँडामा हो। जान चाहिँ अझै माथि नै छ। यो बाटो भने भयानक छ, अफ रोड हान्नको लागि दामी छ, अफ रोड राइड गर्नको लागि। हामी नि गाइज अघि उहाँ तल थियौँ होइन, अहिले चाहिँ जे सिधै ठाडै माथि छ नि त उकालो, त्यही भएर धेरै माथि आए जस्तो फिल भइसकेको छ होइन। हामी चाहिँ माथि चढिसकेछौँ कि धेरै छ माथि। अनि एकजना भाइ र साथी चाहिँ अगाडि गइसके होइन, दुईजना। हामी चाहिँ बिन्दास बिन्दास जाँदैछौँ। बाटो पनि अफ रोड, स्कुटी पनि छ। हामी चाहिँ बिन्दासै जाने। के छ साथी, कस्तो छ बाटो? ठाडो छ नि होइन? मन पर्यो। स्कुटी जान्छ जस्तो छ नि होइन? ल दामी, अझै त माथि नै छ। ल
यो चाहिँ जोरदारको भ्यू छ गाइस। साथीहरूलाई चाहिँ बाटो पनि दामी लागेको छ होइन। अफ रोड चाहिँ दामी नै छ कि गाइस। यहाँ हेरे जस्तो होइन, यहाँ आएर राइड हान्दाखेरि चाहिँ दामी छ कि। बाटो चाहिँ एकदम मस्तुर छ है बाटो त। पर्यटकीय स्थलमा यस्तो यो काम गर्नु चाहिँ कसले सिकायो यो बाबुलाई? यो बाबुलाई यस्तो गर्नु कसले सिकायो? आशिका दिदीलाई बोलाइदियो। यो भिडियो आशिका दिदीले हेर्नुपर्छ है दिदी। यसलाई जहाँ भेटाउनु त्यहीँ पिट्नु ल। धेरै माथि आइसकियो, अब नजिकै छ। स्टेसन चाहिँ यहीँनिर हो, बाइकहरू राख्ने यताउता सबै पार्किङ सार्किङ होइन। तर अब यहाँबाट चाहिँ दामी हल्का हिँड्नुपर्छ, हिँडिसकेपछि चाहिँ खासै टाढा छैन, दामी देखिन्छ है यहाँबाट। मित्र पनि आइसक्यो होइन स्कुटीमा, दामी होइन। अनि के छ हालको केटा हो, ठिक छ नि? केटाहरूले अब हेर्न त बाँकी नै छ नि यहाँबाट कस्तो देखिन्छ भन्ने त चाम। ल अब चाहिँ हामी होइन यहाँ मरामकोट आइसक्यौँ। साथी कस्तो लागिरहेको तिमीलाई यो ठाउँ? ठाउँ त राम्रो हो कि, तर चप्पल चुटिसक्यो यहाँ। चप्पल चुटिसक्यो साथीलाई चाहिँ। चुटी त हाल्यो नि, संसार सबै मिल्यो भने चप्पलले चाहिँ धोका दियो। चुटी त गयो त चप्पल। चप्पल चाहिँ अब दोस्तको होइन राम्रोसँग जुगाड गरिसकियो होइन, 150 दिरामको हो। अनि हामी चाहिँ अहिले यहाँ माथि यस्तो दामी स्कुल पनि रहेछ, यत्रो माथि टपमा होइन। ओ मेरो भाइ रमाइलो भन्दा पनि रमाइलो त हामीले गर्ने हो होइन, तर ठाउँ चाहिँ कस्तो छ। अब यहाँबाट चाहिँ धेरै टाढा छैन, नजिकै छ होइन गाइस। टोलीहरू आउँदैछ है, टोली आउँदैछ है गाइस। यो तलको भ्यू चाहिँ यस्तो दामी देखिने कि गाइस, माथिबाट हेर्दाखेरि ओहो यो त राजा बस्ने ठाउँ हो। यस्तो दामी के गाइस, यस्तो पनि ठाउँ हुन्छ हेर।
यही हाम्रो बुटोलको नजिकै अझै गाइज हामी चाहिँ यहाँ आइसकियो होइन माथि यहाँबाटको भ्यू देखाउँछु कि गाइज हेर्नु न गाइज प्रकृति देखेर होइन अनि सन्तोष सर तपाईँ जेस खुसी हुनुहुन्छ नि होइन सर तपाईँ ठाउँ कस्तो लाग्यो तिमी त पहिला पनि आएको थियौ नि होइन बादलहरू अनि हाम्रो हबिबी साथीलाई कस्तो लागिरहेको छ दुबईमा यस्तो छ त प्रकृति छैन एकदमै रमाइलो तर गाह्रोको कुरा भनेको चप्पल छुट्यो यस्तो अवस्थामा साथीलाई लिएर धेरै मेहनत गरेर आछन् यो साथी चाहिँ एकदमै इट्स वर्थ इट उहाँ फेरि सरहरू पुरा जुगाडी खोजौँ न यहाँ ठोक्नु त पर्यो त एउटा छिराउँ न त पर्यो त यो चाहिँ जोरदाराको हामी नास्ता खाने रोक्ने ठाउँ हो गाइज हामी देखिरहेछ यस्तो हुँदै थाहा हुने भएको भए त मैले म चाहिँ होइन फरेनबाट आएँ यो सबै कुरा रमाइलो भयो तर यहाँ चाहिँ एउटा मान्छे अलिकति मिसिङ फिल भयो हामीलाई चाहिँ होइन रमेशगिरी तँलाई चाहिँ एकदमै मिस गऱ्यौँ है बाबु हामीले एकदम डाँडाको टुप्पाबाट हेर त पृथ्वीको सबैभन्दा माथिबाट हामीले तँलाई ल दोस्तसँग चाहिँ होइन मैले कस्तो के लाग्यो होइन आजको ठाम नयाँ ठाम होइन दोस्तले पनि नयाँ एडभेन्चरहरू अब होइन बाटो अफ रोड सबै कुरा फिल गरेँ नि त होइन धेरै पछि पनि यतातिर आएन होइन कस्तो लाग्यो दोस्त तिमीले भन थोरै मलाई एकदमै राम्रो लाग्यो ठाउँ पनि एकदमै राम्रो पहिलोचोटि आएको ठाउँ हो अमेजिङ द भ्यू इज मेस्मराइजिङ है अनि तल बस्यौँ हामी पानी पर्यो होइन हल्का मौसमले चाहिँ हामीलाई साथ दिएन तर पनि अब यसो बुटोलबासीतिरको मान्छेहरूलाई चाहिँ के भन्न चाहन्छु राजा आऊ जस्तो यताउता माथि आऊ यो भ्यू नाइस नेपालको अनि त्यो पार्टतिर हेर्नु कस्तो दामी हामीले यहाँबाट सिधा तानसेन पनि त देख्न सकिन्छ नि होइन त्यसमा तलको बाटो चोरधारा यो चाहिँ हामीले सेङ्जातिर जाने मान्छेले नास्ता खाना रोक्ने ठामै यही हो होइन सेङ्जा पम्पा हजुर आइसकेपछि रमाइलो गर्नु खानु जे खानु लथालिङ्ग प्लिज गाइज होइन यो कुरा चाहिँ एकदम ध्यान दिन पर्ने कुरा हो कि किन भन्दाखेरि यस्तो सबैजना घुम्न आउने ठाउँहरूमा एकजनाले मात्रै गरेर हुने कुरा होइन यो धेरैजनाले फोहोर गर्नुभयो होइन अलिकति यो कुरामा चाहिँ हामी आफै सचेत हुन जरुरी छ सबैजना यस्तै फोहोर चाहिँ नगर्नु यस्तो फोहोर छ एकदमै एकदम राम्रो तर यस्तो फोहोर गऱ्यो भने चाहिँ अर्कै लाग्छ अनि हाम्रो यो बुटोलमा जस्तै लियो क्लब अनि रोड ट्र्याक क्लबहरू जुन छन् नि होइन यो क्लबहरूलाई चाहिँ म एउटा कुरा के भन्न चाहन्छु भन्दाखेरि चाहिँ यसो सबैजना भएर एक दिन यहाँ घुम्न पनि आउने अनि यो ठाउँलाई एक्सप्लोर पनि गर्नु पऱ्यो अनि प्लस यहाँको सरसफाइहरूलाई पनि अलिकति ध्यान दिएर होइन यहाँको अलिकति राम्रो जस्तो छ यसलाई त्यस्तै चाहिँ हामीले दिन सकिने हुनु पऱ्यो यसरी तलपट्टि फोहोरहरू फालेर यो अति चाहिँ नगरिदिउँ गर्दैछन् हो साथीहरू
हरियो काक्रो चरम करम गरम 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 त्यसपछि कस्तो लागिरहेको तिमीलाई यो ठाउँ चाहिँ होइन कस्तो लाग्यो रमणीय ठाउँ छ यो चाहिँ छुट्टै ठाउँबाट छुट्टै हामी साथीहरूसँग आश्रममा भइरहेछ अनि हामीले चाहिँ जति सक्दो त्यति रमाइलो गरिरहेको छौँ यो ठाउँ हजुरहरू पनि आउनुपर्छ वाइड रमाइलो ठाउँ छ यो चाहिँ बुटोलवासीहरू चाहिँ जियोस आउनु पर्ने ठाउँ हो नि दोस्त होइन आउनै पर्छ आज होइन हामी यहाँ सबैजना भएर आइयो रमाइलो गरियो होइन सर्वप्रथम तिमी र म चाहिँ भाइ होइन किन भन्दाखेरि ग्रुप त्यो पनि हो प्लस आएको कुरा रमेशलाई पनि एकदम मिस गरिरहेको कि रमेश साह्रै एकदम साह्रै है रमेश है तँ भएको भए तँ पनि एउटा यहाँको मेम्बर होस् कि रमेश त्यही भएर तँलाई चाहिँ एकदम मिस गरेँ कि रमेश है अनि त्यसपछि यो ठाउँको बारेमा चाहिँ पछाडि तानसेन देखिरह होइन यस्तो नेपालको झन्डा यस्तो दामी जस बुटोलवासीले चाहिँ यहाँ आउनुपर्छ कि जस्तो लाग्छ कि लाग्दैन यो भ्लग हेर्नुपर्छ कि जस्तो लाग्छ कि लाग्दैन भ्लग हेर्नु है चाहिँ घाटा हुनेवाला छ है घाटा हुनेवाला छ हजुरहरूलाई नि अब स्टार्टिङबाट नि यही हो हाम्रो सुरुवात यहीँबाट हो हामीले सुरुवात धेरै गरिसक्यौँ तर सुरुवात चाहिँ आज हामीले यहीँबाट गर्दैछौँ मेरो नयाँ ब्लगमा फेरि है त्यो कारणले गर्दा हाम्रो च्यानललाई लाइक एन्ड सब्सक्राइब सेयर गर्न नभुलिनु होला है त्यो चाहिँ हजुरहरूलाई साथीहरू यसै गरी हजुरको भ्यू पायो भने पनि तपाईँले यस्तै गरी गर्नुपर्छ अनि साथी तिमीलाई आज यहाँ अब बुटोलवासीले आउन रेकमेन्ड गर्छौ कि गर्दैनौ होइन आउनुपर्छ जस्तो लाग्छ कि लाग्दैन कस्तो लाग्यो ठाउँ रमेशलाई मिस गर्यौ कि गरेनौ हरेक कुरा कि तिम्रो मनमा लागेको कुरा भनिदेऊ न साथी यो किन भन्दाखेरि एउटा मेमोरेबल भ्लग पनि हो कि हामी सबैजना आएको होइन सर्वप्रथम होइन हाम्रो साथीभाइमा एकजना रमेश भन्ने छुट्यो होइन उसको लागि धेरै मिस गरियो ठाउँ एकदम बवाल छ बस्नलाई घुम्नलाई चिल पारामा बस्न एकदम रमाइलो गर्नलाई पिकनिक खानलाई एकदम घुमेर आउने फ्यामिलीहरू आएर मजाले चिल पारामा बस्ने ठाउँ जस्तो छ अब यहीँबाट हेर्ने भने हाम्रो पाल्पा देखिन्छ तानसेन देखिन्छ अब यता माथि डाँडाबाट हेर्ने भने सेङ्जा देखिन्छ होइन एक त हाम्रो नेपालको झन्डै फरफर त्यही देख्दै हामीले गर्व छ यही हो हाम्रो सौभाग्य हस् त धन्यवाद दिदी हावा पानी एकदम डेन्जरै परेको साथीहरू होइन त्यही भएर यो भ्लगलाई चाहिँ मैले यहीँ एन्ड गर्न चाहन्छु किन भन्दाखेरि मेरो मोबाइलमा पनि चार्ज हुँदैन छैन त्यही भएर अहिले यो भ्लगलाई चाहिँ यहीँ एन्ड गर्न चाहेको थिएँ त्यही भएर यहाँसम्म जो तपाईँले इन्जोय गर्नुभयो होइन वाच गर्नुभयो सबैलाई धन्यवाद सब्सक्राइब पनि गरेर जानु होला है साथीहरू भ्लगको इन्डिङ पोइन्ट ल अहिले चाहिँ ब्रेक पनि बिग्रिरहेको थियो हाम्रो होइन हामीले चाहिँ झापझुप बनाइहालियो ल भिडियो बनाउन थोरै लेट भयो भिडियो बनाउनु चाहिँ थोरै लेट भयो होइन अब भ्लगको इन्डिङ सायद यही नै होला मोबाइलमा सबै चार्ज डाउन भइसक्यो हाम्रो ल भ्लगमा इन्जोय गर्नु होला सबैजनाले होइन ल